मन्त्रीले बोलेर होइन क्या नीतिगत हिसाबमा चाहे ताकि तपाईँ हामी त एक टाइममा त मरिन्छ तर पछि आउने एउटा दलितको छोरा आउँदाखेरि त कोठा पाउनु पऱ्यो त्यो हो क्या समस्या हो त्यही भएर यो तपाईँले मैले तपाईँलाई डिस्कसन गर्ने यो भन्दा सल्युसनतिर आउनेलाई यो मागहरू सबै चाहिँ के छ लिएर आउनुहोस् बस्छौँ कुरा गरौँ कसरी गर्ने त्यसमा सल्लाह गरौँ 1 महिना लाग्छ नो प्रब्लम 100 वर्षको लागि काम समाधान भयो नि त त्यसरी सोच्नु पऱ्यो क्या बुझ्नुभयो नि होइन भोलि मिटिङ बस्छौँ होइन कुरा गरौँ एउटा समिति बनाउने हो कि बनाउने हामी सबैजना बस्छौँ सरकारवालाहरू अझै को हुनुहुन्छ उहाँहरूलाई बोलाउने इच्छा हुन्छ भने उहाँहरूलाई पनि बोलाउँ समाधान कसरी गर्ने त्यसलाई त्यसमा सल्युसनतिर लाग्ने हो कि प्रब्लम छ हामीले थाहा पाइसक्यौँ होइन तर अब प्रब्लमै छ भने हामी बाटोमा बसिराख्ने हो कि हामी पनि यो प्रब्लम छ भने सदनमा आवाज उठाइराख्ने हो कि प्रब्लमको समाधान गर्ने मेरो समाधान होला होइन त्यही भएर अब यो त्यही भएर आइरहेको छ हजुर यसो भएको भएर हजुरहरूले चाहिँ मेरो आग्रह के हो भन्दाखेरि तपाईँहरूले पनि एउटा वार्ता समिति बनाउनुहोस् हामी पनि वार्ता समिति छौँ कानुनविदहरू हुनुहुन्छ नागरिक समाजको मान्छे समिति तपाईँहरू आउनुहोस् मन्त्रालयमा आउनुहोस् अनि हामी कसरी बनाउने हामी आफै बनाउने हामी चाहिँ यो मलाई अलि मजा आएन होइन मलाई काम गर्नु मन छ क्या बुझ्नु पर्ने तपाईँलाई काम गर्नु मन छ यसको सल्युसन खोज्नु मन छ तपाईँ मन्त्रालयमा आउनुहोस् मैले भनिसकेँ हजुरलाई सल्युसन मन्त्रालयमा आउनुहोस् वार्ता समिति को बनाउनु तपाईँले पनि भन्नु हामी पनि बनाउँला सँगै मिलेर वार्ता समिति बनाउँला होइन कसरी गर्दाखेरि ठिक हुन्छ वार्ता समिति निकाल्ने सल्युसन होइन सल्युसन निकाल्ने आह्वान गरिदिनुहोस् वार्ताको लागि हजुरहरूले ल आइएम सो सरी दिस इज अल आई क्यान डु होइन मैले गर्नु सक्ने भने तपाईँहरूलाई बोलाउनु सक्ने मेरो क्षमता हो म आफै मन्त्री भएर तपाईँहरूको माझमा आएको छु समाधान गरौँ भन्दाखेरि अब हजुरहरू अब होइन आह्वान गर्नु यो मागे लिएर आउनु न के भयो यो माग त मेरो नि माग हो नि त यो माग त हाम्रो नि माग हो नि त अब यसको मागको तपाईँको समाधान होला नि त सल्युसन होला नि त यसको त आन्सर चाहियो नि त हामीलाई त नीतिगत हिसाबमा आन्सर चाहियो फेरि बुझ्नु पनि